हाई गाइज, आज चाहिँ फेरि पनि मैले अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ म किन भिडियो बनाउँदैछु भने आज चाहिँ म धेरै पछाडि नै होला सायद बाहिर निस्किँदैछु अनि त्यही भएर अनि हजुरहरूले चाहिँ यो भिडियो लास्टसम्म हेरेर साथ सपोर्ट माया गरिदिनु होला। साथीहरू म चाहिँ रेडी पनि भइसकेँ। अब चाहिँ म जानुपर्छ किनकि मलाई लेट हुन थालिसक्यो। त्यही भएर अब अगाडि भिडियो हेर्दै गर्नु होला है त। गाइज आजको मौसम चाहिँ यतातिर यस्तो रहेको छ। म चाहिँ बजार पनि आइसकेँ। म र बहिनी छौँ अहिले चाहिँ। अब चाहिँ अर्को बहिनी पनि आउँदैछ होइन। अनि त्यससँग चाहिँ एकछिन पछि भेट हुन्छ साथीहरू। त्यही हो, सबै काम सकेर अहिले चाहिँ म सलुनमा आएको छु किनकि बहिनीलाई चाहिँ दिदीले एउटा फोटोसुट भिडियो सुटको लागि बोलाउनु भएको थियो। त्यही भएर हामी चाहिँ आएको छौँ साथीहरू। अब उसको चाहिँ मेकअपहरू स्टार्ट हुन्छ है त। गुडिया डल म गएँ। म चाहिँ बहिनीलाई त्यहाँ छोडेर अब अर्को बहिनी अन्सासँग चाहिँ एकछिन बाहिर निस्किने काम परेर जाँदैछु। के काम हो भन्नुहुन्छ भने अब बहिनीको चाहिँ आँखा चेक गराउनु पर्ने थियो। अनि त्यही हो साथीहरू। अब हामी चाहिँ अहिले हस्पिटल पनि आइसक्यौँ पसिना भएर। अनि बहिनीको चाहिँ चेकअप हुँदैछ साथीहरू। अनि फेरि पनि म साथी ब्याक टु सलन भएँ। उसको चाहिँ मेकअपहरू सबै सकेर हेयर स्टाइलहरू अब थोरै मात्रै बाँकी रहेछ। শরতের শেষ থেকে বসন্ত পুরোটা ভেবে তোমাকে কেটে যাবে যদি মন থেকে ডেকে দেখো আমায় পেয়ে যাবে। क्योंकि त्यो हिजो आएको लाइनबाटै राजले हामी चाहिँ के प्लान हेरौँ न। ठुलो भइसक्यो अरे ल। बाई टाटा गरिदेऊ न। टाटा उहाँ गरिदेऊ ल। गएँ म। बाई बाई गएँ कि म। के भयो गएँ म।
आज चाहिँ यस्तो दामी मौसम भयो नि साथीहरू। पछाडि हेर्नु त मेरो बाटो। आहा वाट अ ब्युटिफुल। अहिले चाहिँ गाइस म यहाँ गोरुको ग्वाला आइरहेको छु होइन। अहिले चाहिँ कति बेलुकाको सायद 7:30 भइसक्यो। अब चाहिँ घरमा लानुपर्छ गाइस। यस्तो कपाल छोड्दा पो कस्तो राम्रो आयो त होइन साथीहरू। अब चाहिँ साथीहरू मैले चाहिँ भिडियो एन्ड गर्छु। अब फेरि पनि अर्को भिडियोमा भेटौँला। बाई बाई साथीहरू।